मानिसको जातै लोभी हुन्छ। खाना खाँदै गर्दाको झरेको एउटा सानो मासुको टुक्रा पनि पुछपाछ गरेर उपलब्ध मुखमा हाल्छ मान्छे। तर तपाईँ सबैका अगाडि शिर ठाडो पारेर छाती ठोकेर भन्छु, भएको 2-4वटा इन्टरनेसनल फ्रेन्चाइज डुबाएको छु। वर्षको $1 लाख आउने एक्जिक्युटिभ जागिर छोडेको छु। सुविधा सम्पन्न गाडीहरू, संसारले लोभ गर्ने अमेरिकी जीवन, ग्रीन कार्ड, पासपोर्ट, यी सबै चिज, सामाजिक प्रतिष्ठा चटक्कै छोडेर अब देशमै केही गर्छु भन्ने अठोट लिएर आएको छु। केही वर्ष विदेशमा अल्झिएको हुँ, बाटो भेटेको छैन। तपाईँ भन्दा कम धुलीमाटी खेलेको छैन मैले यो देशको माटोमा। 14 वर्ष अमेरिका बसेर केही सिकेको छु र त्यो सबै देशका लागि लगाउन चाहन्छु। एक पेग दारू खाएर, एक प्लेट बिरयानी खाएर कसैको न्युज लेख्ने धेरैलाई चिन्दछु, तर ढुक्क हुनुहोस्, म कसैको भाग खोज्न आएको होइन। यो आकाश यति विशाल छ, यहाँ उड्ने चराहरूले एक अर्कासँग ठोकिएला भन्ने पीर मान्नै पर्दैन। म योभन्दा अलि ठुलै सोच बोकेर नेपाल आएको पनि जानकारी गराउन चाहन्छु र कसैसँग मलाई प्रतिस्पर्धा गर्नु पनि छैन। 14-15 वर्ष विदेश बस्दा ट्याक्सदेखि लिएर अन्य विभिन्न कामहरू मिलाउनु पर्छ। त्यसैले पासपोर्ट फ्याँकेर सिनेमामा जस्तो भावुक बनेर चटक्कै हिँड्न मिल्दैन। विगत 3 वर्षदेखि निरन्तर प्रयास गर्दैछु। त्यतिका धेरै क्रेडिट कार्डहरूका ऋणहरू, परिवारको खर्च व्यवस्थापन गर्न नसक्दा म फाइनेन्सियली पनि थला परेको छु। अर्काको देशको ऋण नतिरी मैले पासपोर्ट बुझाएर भाग्न मिल्दैन। सार्वजनिक जीवनमा मान्छे मेरा कुराहरू लुक्दैनन् र म लुकाउन पनि चाहन्न। बस सही समयको पर्खाइ थियो। कार्यक्रमको 200 भागमा यी सब कुरा बताउने तयारी गरेको थिएँ। दया गरियोस् र बिचरा भनियोस् भनेर भनेको होइन, न म कुनै सहानुभूतिको चाहना राख्दछु। बस अरू कसैसँग होइन, आफ्ना दर्शकहरूसँग मनको कुरा प्रष्ट जस्ताको तस्तै खुल्ला गर्न चाहन्छु। पैसा कमाउन विदेश गएको म आफ्नै मुलुकमा कार्यक्रम यस्तो सञ्चालन गरेर समाज बदल्ने प्रयास गर्छु भनेर विगत 3-4 वर्षदेखि नेपालमा बसेर एक्लै सङ्घर्ष गर्दै 14 वर्ष दुःख गरेर जोडियो गरिरहँदा 14 वर्ष दुःख गरेको मेरो व्यवसाय पनि डुबिसकेको छ। मेरो अंशमा परेको पुर्ख्यौली जमिन पनि मैले सकिसकेको छु। आमा र देशसँग छल गर्नु हुँदैन भन्छन्। मेरो जन्मभूमि, मेरो देश नेपाल र आफूलाई जन्म दिने स्वर्गवासी आमालाई सम्झेर लाइभ टेलिभिजनमा भन्दैछु, मैले अमेरिका छाडिसकेँ। तर आफूले त्यत्रो वर्ष कर्म गरेको अमेरिकाको सम्मान मैले गर्नै पर्छ। त्यसैले चाँडोभन्दा चाँडो पासपोर्ट बुझाउने क्रममा विगत 1 वर्षदेखि लागि परेको छु। 14 वर्षको भारी सजिलै बिसाउन नसकेकोमा कोसँग माफी माग्नु पर्ने हो थाहा छैन। तर मेरो दुर्भाग्य, आफ्नै देशमा बस्नु पनि भिजा र वर्क पर्मिट लिनुपर्ने रहेछ। त्यो लिएको छु। वर्क पर्मिट रिन्यू गर्ने बेला भइसकेको रहेछ। व्यस्तताले भुलेको छु। मेरो गल्ती यिनै हुन्। विदेशमा केही ज्ञान आर्जन गरेर आफ्नै देश फर्किसकेको र केही कागजी प्रक्रिया मिलाउँदै गर्दा पर्न गएको असुविधाप्रति म क्षमा चाहन्छु। यति सिम्पल कुरालाई बाघ नै मारे जसरी 3 हात उफ्रेर न्युज तपाईँहरूले नबनाइदिनु भएको भए सबैलाई अझ सजिलो हुन्थ्यो र त्यो अपार तपाईँहरूको क्षमता प्रदर्शन म बबुरोमाथि नगर्न पनि म फेरि विनम्र अनुरोध गर्न चाहन्छु। यो कार्यक्रमलाई प्रभाव पार्ने उद्देश्यले यसो गर्नुभएको हो भने मलाई माफ गर्नुहोला। यस्तो हुन सक्दैन। यो हिलो छाप्ने काम बन्द गरौँ, बरु सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सहकार्य गरौँ न। त्यसो गरे कसो होला? आउनुहोस्।